नमस्कार सम्पूर्ण दर्शकवृन्दमा यहाँलाई स्वागत छ हाम्रो म्याक्स इन्टरटेनमेन्ट टक सोमा। म म्याक्स नेपालको तर्फबाट आज हाम्रो टक सोको पहिलो एपिसोडको लागि हामीले गेस्ट यहाँहरूको लागि ल्याइसकेका छौँ र पहिलो एपिसोडको गेस्ट हामीले स्पोर्ट्सबाट ल्याएका छौँ, किनकि अहिले सम्पूर्ण नेपालीहरूको मन मस्तिष्कमा स्पोर्ट्स धेरै नै अगाडि आइसकेको छ र स्पोर्ट्समा पनि क्रिकेट अहिलेका चर्चित क्रिकेटर सबै नेपालीहरूको मन मस्तिष्कमा बसिसक्नुभएका क्रिकेटर अविनाश बोहराजी आज हाम्रो गेस्टको रूपमा आउनुभएको छ। स्वागत छ अविनाशजी तपाईँलाई हाम्रो कार्यक्रममा। के सम्बन्धी बिजनेस? यो चाहिँ मेरो जिम वेयर स्पोर्ट्स वेयर हो। हजुर, त्यसमा चाहिँ वर्क गर्दैछु। तपाईँसँग रिलेटेड हो नि त। आफू एउटा स्पोर्ट्स पर्सन भएर चाहिँ अब स्पोर्ट्सतिर नै जान्न त, अब यो बाहेक अरू गर्न चाहिँ आउँदिनँ, त्यसले गर्दा चाहिँ यसैमा फोकस गर्दैछु अहिले चाहिँ। गुड गुड गुड। के बच्चा बच्ची कतिजना? छैन भर्खर बिहे भएको हो। 6 months 5-6 रिसेन्टली भएको। तपाईँ उता अस्ट्रेलियामा पनि कुन टिमबाट खेल्नुहुन्छ होइन? अस्ट्रेलियामा म हाम्रो क्यापेला भनेर टिम छ, क्यापेला हाम्रो विक्रम दाईको र हाम्रो प्रताप दाईको टिम छ, दुईजनाको। अनि त्यो टिममा खेल्दैछु। एकदमै माया गर्नुहुन्छ दुईजनाले चाहिँ, राम्रो छ उता नि। जे होस् आफूले सिकेको कुराहरू चाहिँ सिकाउँछु। कतिजना प्लेयरहरूले त अब नेपाल छोड्ने कारण नि अब फ्यामिली पनि हुन्छ होइन, कतिजनाको त अब यहाँ फ्यामिली सपोर्ट पाउँदैन नि त। अनि फ्यामिली त अब अस्ट्रेलिया जाने हो भनेर अब गएको हुन्छन्। कतिजना प्लेयर राम्रो प्लेयरहरू भेटेको छु कि मैले, एकदमै राम्रो प्लेयरहरू भेटाएको छु। अनि अब तिनीहरूलाई चाहिँ अब भनौँ न अलिकति केही मैले सिकाउन पाएँ, म पनि खुसी भयो नि त। त्यसले गर्दा चाहिँ आफूले सिकेको कुराहरू चाहिँ सिकाउँछु त्यहाँ गएर। त्यहाँ कोच पनि भयो, कोचिङ नि गर्छु, टाइम पास पनि भयो। हजुर, आफ्नो अब फिल्डलाई कन्टिन्यू पनि लग्यो। मेन खुसी त्यसैमा छु कि आफ्नै फिल्ड भयो नि त। आफ्नो फिल्ड भयो, त्यहाँ गएर अरू काम के गर्ने त, अब अरू काम गर्न सक्दैन। त्यो बाहेक चाहिँ आफूले सिकेको कुरा चाहिँ सिकाउँछु, त्यहीँदेखि अलिअलि पैसा आउँछ, त्यसैमा खुसी छु। हो नि, आफूलाई अब आफ्नो फिल्ड पनि भयो, आफूलाई इनर्जी पनि अब लस भएन, होल्ड पनि भएन होइन, ग्याप पनि भएन, सबै कुरा भएपछि राम्रो हो। त्यहाँ चाहिँ कतिको त्यो क्लब इस्टाब्लिस भएको छ? अहिले त्यो 2 वर्ष हुन्छ होला। म गएर दाइहरूले मसँग भेटेर त्यसपछि स्टार्ट गरेको हो। दाइहरूले कतिवटा टिम छ अहिले? टिम चाहिँ धेरै नै छ, नेपालीको लगभग 38-40 वटा क्लब छ सिडनीमा मात्रै। सिडनीमा मात्रै बेसी छ त्यो। अब सोच्नु धेरै नै भन्छ त, हामी त राति 2-2 बजेसम्म नि उठेर म्याच हेर्छौँ नेपालको भनेर मलाई सुनाइरहेको म त हेरिरहेको हुन्छु कि एकदमै त्यो क्रिकेट सम्बन्धी चाहिँ होइन, क्रिकेट चाहिँ फ्यान्सहरू एकदमै बढी कि एकदमै छ अहिले त वर्ल्डमै अलिकति बढी नै छन्। नेपालमा चाहिँ अरू भएको त धेरै भएको छैन नि त होइन। फुटबल बढी रुचाउँथे पहिला, फुटबल राम्रो थियो। अब अहिले चाहिँ क्रिकेटले चाहिँ राम्रो गरिरहेछ, वर्ल्ड कप नि ब्याक टु ब्याक वर्ल्ड कपहरू खेलिरहेछ, त्यसले गर्दा चाहिँ अलि फ्यान क्रेज चाहिँ अलि राम्रो भएको छ नेपालमा अहिले। गुड गुड। भनेपछि अब के यो क्रिकेटलाई नै कन्टिन्यू लाने प्लानमा हुनुहुन्छ कि पछि चाहिँ अब क्रिकेटलाई नै गर्ने हो फ्युचरमा। अब क्रिकेटमै आउने प्लान चाहिँ छ। अनि त्यो बाहेक चाहिँ अब आफ्नो एउटा सानो बिजनेस, साइड बिजनेस भयो नि एटलिस्ट सजिलो भयो नि त मलाई चाहिँ। त्यो चाहिँ विदेश बसेर नै हुन्न होइन? विदेश त बस्नु नै हुँदैन भन्छु म त होइन, विदेश बस्नुहुन्छ तर पछि चाहिँ आफ्टर अल चाहिँ अब नेपालमै चाहिँ केही इस्टाब्लिस प्लेमा गरियो भने चाहिँ हजुर पछिको लागि इजी हुन्छ नि त होइन। अब एकैचोटि बुढो भएर विदेशबाट नेपाल फर्कियो भने त के गर्ने, कसो गर्न एकदमै हलमल्ल पर्छ मान्छे। त्यसको लागि तपाईँको त्यो बिजनेस गर्ने प्लान चाहिँ मलाई एकदम मन पर्यो। हजुर, थ्याङ्क यू। चाहिँ एकदम अल द बेस्ट। थ्याङ्क यू सो मच। यो अपकमिङ बिजनेसको लागि पनि होइन, अनि यो स्पोर्ट्स जर्नी, क्रिकेट जर्नीको लागि पनि तपाईँलाई एकदमै उज्जवल भविष्यको कामना, अझै राम्रो गर्दै जानु होला। तपाईँको फ्यान क्रेजहरू एकदमै बढाएका छन् होइन। अहिले अब सन्दीपजी, कुशलजी, तपाईँ 3जनाको चाहिँ अलिकति अरू पनि छ, हाम्रो सबैको छ, सबै प्लेयरहरूको जे होस् राम्रो छ अहिले। सबै प्लेयरहरूलाई मेन भनेको अब हाम्रो जुन फ्यान क्रेज छ के हुन्छ कि त्यो माया गर्छन् कि धेरै क्रिकेटलाई। अब क्रिकेटरहरूलाई एकदमै माया गर्छन् कि अहिले जे होस् बाहिर निस्केपछि चाहिँ चिन्छन् होइन। यो एनपिएलदेखि नै अलि धेरै नै क्रेज भयो नि त, अलि राम्रो छ नेपालमा। अब मैले यो वर्ल्ड कप खेल्नुभन्दा अगाडि कतिजना प्यारेन्ट्सहरूले चाहिँ क्रिकेटमा भविष्य छैन भन्ने नै सुनेको थिएँ मैले। हामी वर्ल्ड कप खेलेपछि आएपछि चाहिँ मैले कतिजना प्यारेन्ट्सहरूलाई चाहिँ आफ्नो छोरालाई क्रिकेट एकाडेमीसम्म लिएर आएको पनि देखेको छु कि मैले। त्यसले गर्दा त्यो चेन्जेस भइरहेछ नि त। अब अहिले पो एनपिएल राम्रो छ, मेबी अबको 5-8 वर्षपछि त एनपिएल त धेरै राम्रो हुन्छ नि त। त्यसले गर्दा क्रिकेटमा राम्रो छ।
हुन त खास सबै गेममा राम्रो हुनुपर्ने हो नेपालमा, अब कति गेमहरूमा चाहिँ अब सुन्दाखेरि नराम्रो पनि लाग्छ कि फुटबलको हाम्रो जुन प्लेयरहरू छन् अब बाहिरतिर गइरहेछन् धेरै छ। तर मैले फुटबल प्लेयरलाई त भेटेको छैन, तर एक दुईजना प्लेयरलाई भेट्दाखेरि चाहिँ बिचरा दुःख छ, सुनाइरहेको हुन्छन् कि नेपालमा अब चिनाको यति वर्ष खेलेको मैले नेपालमा मैले भलिबल प्लेयरहरू भेटेँ कि अस्ट्रेलियामा उसले मेबी 17-18 नाम नभनौँ 17-18 वर्ष खेलिसकेछ, अनि लास्टमा अस्ट्रेलिया जानुपर्ने थियो भने कि उसले लास्टमा मैले यति वर्ष चाहिँ मेरो लाइफको यति वर्ष मैले नेपाल भलिबललाई दिएको अनि त्यसपछि चाहिँ मलाई अस्ट्रेलिया नै आउनु पर्थ्यो भने चाहिँ मैले उसलाई के भने तिमीले आफ्नो वर्षको यति वर्ष दियो त्यहाँ लाइफको, अब आउनु पर्थ्यो अलिक छिटै आउँथ्यो होइन। अनि त्यो चाहिँ अलिकति दुःख लाग्छ, अब नेपालमा यति वर्ष खेलिसकेपछि चाहिँ अब लास्टमा चाहिँ अप्सन विदेशी हो भने चाहिँ त्यो चाहिँ दुःख लाग्छ। त्यही त अब नेपालमा अलिकति म्यानेजमेन्ट राम्रो भयो त अब होइन, प्लेयरहरूलाई अब खासै त्यस्तो छैन नि त, सुविधाहरू छैन होइन, एउटा लाइफ सर्भाइभ गर्ने कन्डिसन पनि अब छैन देशमा सधैँ अब यस्तै लफडा लफडी होइन। मेबी अब बिस्तारै बिस्तारै राम्रो गर्ने मान्छे आएको भए चाहिँ राम्रै हुन्छ, जस्तो कोही एउटा हुन्छ नि कि नाइ कसरी गर्नुपर्छ के आइडिया भएको मान्छे, जस्तो अब हाम्रो क्रिकेटमा नि अब पारस दाइहरू हुनुहुन्छ होइन, जस बुझ्ने छन् त कतिजना बुझ्नेहरू आइरहेछन्, उसलाई थाहा छ कि क्रिकेटकोमा कसरी गर्न सकिन्छ भनेर। त्यस्तै फुटबलमा नि अब राम्रो मान्छे आएर राम्रो मान्छे होला नि, अब खै के हो यो म घोषणा पनि चाहदिनँ होइन, सुन्दाखेरि चाहिँ नमजा लाग्छ, बाहिरदेखि सुन्दाखेरि नमजा लाग्छ। आए राम्रै गर्छन् होला भन्ने एउटा होप हुन्छ नि त, हामीमा पनि एउटा ट्रस्ट हुन्छ होइन। अब कोही नेतृत्व गर्ने मान्छे आउँछन्, त्यस पछाडि उनीहरूले जब फिल्डमा आइसके पछाडि अब उनीहरूको त्यो माइन्ड डाइभर्ट कसरी हुन्छ होइन, त्यो कसरी चाहिँ अब त्यो दिमाग चाहिँ एक ठाउँबाट अर्को ठाउँ चेन्ज हुन्छ, जे गर्न आएको उनीहरू चाहिँ त्यो गर्दैनन् होइन, उल्टो काम गरेर चाहिँ अनि अब त्यो अब भने बहुमतको जित हुन्छ होइन। अब एकजनाले म राम्रो गर्छु भने पनि त्यो पोसिबलै छैन, उसँग उसको टिम सबभन्दा हजुरले पहिले कुरा भयो नि त, टिम इम्पोर्टेन्ट हो नि त। फेरि हाम्रो नेपालमा जसले अलिकति राम्रो काम गर्छु भन्यो त्यसलाई खुट्टा तानेर चाहिँ ठाउँमा पुऱ्याइहाल्छ नि होइन, त्यो त थाहा छैन मलाई के छ यो विषयमा तपाईँले? नै त्यस्तो चाहिँ मलाई थाहा छैन, तर केही टाइम गाह्रो होला, जस्तो कुनै मान्छेले राम्रो गर्ने प्लानले आएको छ भने केही टाइम गाह्रो हुन्छ होला, नहुने होइन गाह्रो हुन्छ, तर उसको सोच त राम्रो छ नि त, उसले गर्न खोजेको त राम्रो छ नि त, पाउँछ नि त, केही समय उसलाई अलिकति दुःख भयो, त्यही पेसेन्स राख्नु पर्यो, राम्रो हुन्छ भन्ने चाहिँ हुनु पर्यो। तर त्यही हो, अरूले नराम्रो भनेर चाहिँ उसले चाहिँ त्यो राम्रो काम गर्न चाहिँ छोड्नु भएन, उसले पनि त्यो कन्टिन्यू दिनु पर्यो नि त। अब मैले राम्रो गरिरहेको छु भने चाहिँ अब कतिले पछाडिदेखि राम्रो यस्तो गर्दैछस् नगर, यो गर, यस्तो गर भने चाहिँ त्यो नसुनेर नि आफ्नै एउटा ल नै मलाई गर्नु छ, ठिक छ अहिले नहोला, 2 वर्षपछि होला, 5 वर्षपछि होला, 10 वर्षपछि होला, तर एन्ड अफ द डे त राम्रो हुन्छ नि त, त्यो एउटा भिजनले गयो भने चाहिँ राम्रो हुन्छ। यो नेपालको यो पोलिटिक्स सम्बन्धी चाहिँ के छ तपाईँको सोचाइ भनाइ? नेपालको पोलिटिसियन्सहरूमा तपाईँलाई अलिकति मनपर्ने पोलिटिसियन्सको चुनाव आउँदैछ, तपाईँ भोट हाल्ने के छ? भोट हाल्ने होला नि? भोट त हाल्छु मैले, त्यो त मेरो राइट्स हो नि त, गुड हाल्नु, त्यो भोट चाहिँ हाल्छु मैले। अब हेरौँ अब कसले राम्रो गर्छ होइन, कसको पार्टी राम्रो छ, अहिले त कति धेरै पार्टीहरू नि खोलिसकेका छन् होइन, पार्टीहरूलाई हामीले चाहिँ अब चान्स दिइसक्यौँ होइन, अब चान्स दिए पनि अब काम चाहिँ आउटपुट राम्रो आएको छैन, तर राम्रो हुनु पर्यो। नेपाल जस्तो ठाउँ कुनै छैन, मलाई त्यस्तो फिल हुन्छ है। हाम्रो टिममा विदेशी प्लेयरहरू आएको थियो, इन्डियादेखि आएको थियो, त्यसले भन्छ नेपाल यस्तो राम्रो छ, मलाई त थाहा थिएन भने कि त्यसले मलाई। अब सोच्नु न, हामी नेपालमा बस्ने मान्छेलाई हामी भन्छौँ कि अस्ट्रेलिया युएस होइन, होला फ्यामिली प्रब्लम हुन्छ, कसलाई गाह्रो हुन्छ केही कुरा, तर एन्ड अफ द डे चाहिँ अब नेपाली यहाँ फर्केर आउनु के 5 वर्ष बस्नु, 8 वर्ष बस्नु, चेन्ज हुन्छ। नेपाल यसो चेन्ज नहुने होइन, होला जस्तो अहिले योभन्दा अगाडि आन्दोलन भयो, चेन्ज भयो नि त, कति कुराहरू चेन्जै भयो होइन। अब त्यो राम्रोको लागि त केही हुनु नै पर्ने हो होइन, हुन्छ भने, तर राम्रो गर्नु पर्यो। अनि जो नि अब आउँछ सरकारमा आउँछ, को प्रधानमन्त्री बन्छ होइन, जसले आयो नि राम्रो गर्नु पर्यो। अब त्यसको लागि टिम इम्पोर्टेन्ट हो होइन, अब हजुरले कसरी टिम, प्रधानमन्त्रीले चाहिँ कसरी टिम राख्छ त अगाडि, त्यो पनि इम्पोर्टेन्ट हो नि त, कुन मान्छे सकिँदैन। त्यसले गर्दा चाहिँ जो मान्छे विदेशतिर गछ 5-10 वर्ष बस्नु, नेपाल फर्किनु, नेपालमा धेरै राम्रो छ। विदेश जानेहरूलाई चाहिँ तपाईँको सुझाव यो छ
होइन आफ्नो केही समय त्यो मेबी मलाई विदेशमा जो गर्छ नि उसलाई पनि त्यही लाग्छ होला। त्यही लाग्छ। अब जो मान्छे विदेश गर्छ त्यही यहीँ बस्छु म त भनेको उसलाई चाहिँ मेबी केही पीडाले गर्दा होला, नेपालले केही अब बाध्यताले कि नै अब नेपालले मलाई यस्तो गर्यो त्यति बेला म यस्तो राम्रो त्यो गर्दै थिएँ, या फेरि पोलिटिकली उसलाई केही प्रेसर या केही गर्न खोजिरहेको थियो होला नेपालमा, त्यसलाई गर्न दिएनन् होइन। त्यस्तो मान्छेहरू चाहिँ अब ल म नेपालै फर्केर जाँदै जान्न भन्ने मान्छे पनि छन् होइन। तर म उहाँहरूलाई के भन्छु, अब जे भयो भयो नि त होइन। तर नेपाल जस्तो ठाउँ के भोलिको लागि बच्चाहरूले चाहिँ अब मलाई चाहिँ कस्तो लाग्छ, मेरो नि वाइफ बाहिरै बस्छ होइन, मैले मेरो वाइफलाई चाहिँ नेपाली आउनुपर्छ, बाहिर चाहिँ म सक्दिनँ, नेपाली आऊ, नेपालमै के गरौँ न त होइन, के सानोतिनो के गरौँ नेपालमै गरौँ, एक बारको जिन्दगी जसरी काटे पनि कटाउने हो। अब मैले त्यहाँ कति मान्छेहरूको चाहिँ सुन्छु कि कुराहरू, अब बुढाबुढी अस्ट्रेलियामा बुढाबुढी भए, अब बच्चा त्यही भयो अस्ट्रेलियामा, त्यो सिटिजन भए, पिआर भए, सिटिजन भए, बच्चा भयो, बच्चाको सिटिजन भयो, बच्चाको बच्चा हुन्जेलसम्म त उसले त बिर्सिन्छ सबै कुरा। उसको त अब मेरो वंश कहाँ हो, मेरो नेपालमा घर कहाँ हो के भने त सक्यो नि त। त्यो कुराले चाहिँ मलाई लाग्छ कि यो जुन बाहिर गर्छ नि हाम्रो, तिनीहरूको सबैको दिमागमा त्यो कुरा चाहिँ हान्छ जस्तो लाग्छ कि मलाई चाहिँ। म चाहिँ यत्तिकै सोचिरहेको थिएँ कि यो कुरा भयो भने चाहिँ मान्छेले कसरी सोध्छ होला त, यतिकै मेरो दिमागमा त यत्तिकै आयो कुरा। तर त्यहाँ गएको मान्छेले चाहिँ मैले यत्तिकै सोधेको थिएँ, अनि तिनीहरूले चाहिँ मलाई भने कि यो कुराले चाहिँ दिमागमा चाहिँ हामीलाई कहिलेकाहीँ चाहिँ आउँछ, अनि तिनीहरूको फेरि लास्ट क्वेसन नेपाल गएर चाहिँ के गर्ने भन्ने पनि छ फेरि होइन। त्यो पनि एउटा नेपाल गएर चाहिँ गर्ने के क्वेसन मार्क त त्यहाँ हुन्छ त, जुन पैसा त्यहाँ कमाएर छ त्यो पैसा यहाँ कमा, नेपालको मार्केट पनि कस्तो छ बिर्सिसकेको हुन्छ होइन। अब अहिलेको कम्पिटिसनमा आएर उनीहरूले फेरि फाइट गर्नु पर्यो, बिजनेस गर्न पनि नेपालको स्थिति त्यस्तै छ, इन्भेस्टरहरू सब डुबिरहेछन्। त्यो कुराले चाहिँ लास्ट भनेको त्यही हो, नेपाल गएर चाहिँ गर्ने के यहाँ अस्ट्रेलिया बस्छन्, 6-7 लाख रुपियाँ 8-9 लाख रुपियाँ महिनाको कमाउँछन् है। अब नेपाल आएर चाहिँ के गर्ने त, पैसाहरू पनि कमाउँदैन होइन, त्यो कमाएर ल्याएको पैसा यहाँ अब 2-4 महिना 1 वर्ष खान्छ मान्छेले। त्यहाँदेखि आउँछन् मान्छेहरू, यहाँ आउँछन् घुम्न आउँछन्, इन्भेस्ट गर्छन् केही कुरामा होइन, कति कुरामा त इन्भेस्ट गर्छन् त, यहाँ पनि कति ठाउँमा चाहिँ अब उतादेखि पैसा इन्भेस्ट गर्छन्। त्यो इन्भेस्ट गरेर चाहिँ त्यसपछि चाहिँ के त हुन्छ हुँदैन, डर चाहिँ भइरहेको छ कि एकदम डर छ, रिस्क फ्याक्टर बढी छ कि। कतिजना मैले आफ्नै कतिजना क्याफेहरू खोलेको पनि थिएँ मान्छेहरू, अहिले क्याफे बन्द गरिसके तिनीहरूले, हरेक त्यसमा जब बाटोमा हरेक सटर पछि या के गरे पनि क्याफे छ, हरेक त्यसमा कुनै कुनै पसल खोलिरहेछ होइन। त्यो अब कस्तो भयो, मार्केट सानो भयो अनि मान्छेहरू धेरै त्यो भयो कि पसलहरू हरेक कुराहरू चाहिँ। अनि यो विदेश जाने ट्रेनले पनि अब मान्छे पनि अहिले अब प्लस टू सक्ने बित्तिकै होइन, नेपालमा फ्युचर छैन भने स्टुडेन्टहरू पनि अब सबै अब राम्रो कलेज पढाएको हुन्छ, बाबाआमाले राम्रो इन्भेस्ट गरे हुन्छ, लास्टमा अरू देशलाई काम लाग्छ क्या त्यो व्यक्ति चाहिँ, त्यो फर्केरै आउँदैन। त्यो भएर पनि हाम्रो नेपाल चाहिँ पिछडिएको जस्तो लाग्छ, लाग्दैन तपाईँले? त्यो कुराले पनि हो कि होइन भने म पनि आफै दिन्छु होइन। तर मलाई कस्तो लाग्छ एज ए पर्सन जस्तो मलाई चाहिँ अब सबैभन्दा इम्पोर्टेन्ट एजुकेसन हो है। नेपालमा हामीहरू राम्रो एजुकेसन दियो भने मलाई लाग्छ कि नेपालमै राम्रो गर्ने मान्छेहरू पनि छन् होइन। राम्रो एजुकेसन दिउँ न त होइन। अब मैले अब जस्तो म बाहिर बस्दाखेरि मैले ट्राफिक रुलहरू हेर्छु नि त, कति फलो गर्छन् त्यहाँको मान्छेहरूले। जेब्रा क्रसिङ जाँदाखेरि नि त्यो हुँदै हुन्न, म जेब्रा क्रसिङ मेरो अब मैले सोचेँ कि म जेब्रा क्रसिङ गइरहेको छु, उसले ड्राइभरले यतिकै रोकिदिन्छ कि। यहाँ चाहिँ कस्तो छ कि जेब्रा क्रसिङ गइरहेको छु कतिखेर आएर उडाइदिन्छ थाहा दिँदैन होइन। त्यो सिस्टम भएको नि चेन्ज भयो हो, त्यो सिस्टम लिएर आउनु पऱ्यो नि त। त्यसको लागि चाहिँ मैले कतिचोटि भन्छु, हाम्रो मलाई लागेको कुरा है यो फेरि यसको लागि चाहिँ ट्राफिक प्रहरीसँग या कसैसँग कुरा गरेर, अब हामी जुन बुढाहरू हुनुहुन्छ, हाम्रो जुन बाबाहरू हुनुहुन्छ, अब त्यो जेनेरेसनलाई हामीले सक्दैनौँ के यो कुरा सिकाउनु। आउने जेनेरेसनलाई त हामीले यो कुरा सिकाउन सक्यो त होइन। बरु मिल्छ भने महिनाको, हप्ताको पनि होइन, महिनाको हरेक स्कुलमा, सरकारी स्कुलमा, प्राइभेट स्कुलमा चाहिँ एउटा क्लास के ट्राफिकले होइन, कि हेर भिडियो देखाएर फ्युचरमा चाहिँ जस्तो अब मानौँ रोड क्रस गर्दाखेरि चाहिँ हामीले यसरी गर्नुपर्छ, जेब्रा क्रसिङ यो हो, बाबालाई चाहिँ विदाउट हेलमेट कहीँ बाहिर जान नदिनु, उहाँलाई चाहिँ रुल सिकाऊ भन्ने त्यो कुरा
अब कस्तो भयो हामीले डाइरेक्ट मान्छेले सिकायो भने उसले के भन्छ अरे के भन्छ क्या हेपेर बोल्यो अब के सिकाइरहेको छ मलाई थाहा छ यो कुरा भन्छ क्या तर यो कुरा चाहिँ हामीले बच्चाहरूलाई सिकायो भने त्यसले त बाबाहरूलाई सिकाउन सक्यो नि त बच्चा कुरा सुनेपछि त बाबाले जस्किने भयो हो मेरो बच्चालाई थाहा रहेछ मलाई फलो गरेको छैन त्यसले गर्दा चाहिँ मलाई के लाग्छ कि अबको जुन आउने जेनेरेसन छ तिनीहरूलाई चाहिँ यो कुरा सिकाउनु पर्छ कि जस्तो लाग्छ अब जो गइसकेछ जो भइसकेछ त्यसलाई त हामीले चेन्ज गर्न सक्दैनौँ तर आउँदा चाहिँ चेन्ज गर्न सक्छौँ नि त त्यो त पोसिबल छ नि त हरेक ठाउँमा त पुलिस चौकी छ होला होइन त्यहाँ गएर बरु प्राइभेट स्कुल सरकारी स्कुल हप्ता महिनाको एउटा क्लास त दिने हो एकजना दुईजना गएर त्यो सकिन्छ नि त होइन खर्च पनि होला यसमा तर अब कसरी मिल्छ अब गभर्मेन्टसँग कुरा गरेर त मिल्न सक्नुपर्ने हो नि त या स्कुलले नि प्रोभाइड गराइदिन्छ सबै कुराहरू त्यो गरेको भए चाहिँ अलिकति राम्रो हुन्थ्यो कि आउँदो जुन जेनेरेसन छ त्यो पहिलाको भन्दा त धेरै चेन्जेस भइरहेछ काठमाडौँ सिटीभित्र पनि बाहिर पनि होइन ट्राफिकको नियमहरू भयो हरेक कुराहरू अहिले प्रायः ट्राफिक धेरै कम भेटिन्छ बाटोमा लाइट फलो गरिरहेछन् मान्छेले फाइनहरू म्याक्सिमम हानिदिरहेछ त्यसले गर्दा चाहिँ अलिकति मान्छेले रुल्स फलो गरिरहेछन् अलिकति एउटा म्यानेजमेन्ट इस्टाब्लिस हुनु टाइम लाग्छ अनि हाम्रो कतिहरू चाहिँ कस्तो हुन्छ बाइक सिक्यो तर उसलाई रुलै थाहा छैन गाडी सिक्यो तर रुलै थाहा छैन कि कसरी चाहिँ मैले गर्नुपर्ने हो लाइट दिनुपर्ने हो कि के गर्नुपर्ने आउँछन् कुदाइहाल्छन् थाहा नै छैन कसरी जाने हो भनेर त्यो कुराहरू चाहिँ अब तिमीले पनि सिकाउनु पर्ने जस्तो जहाँ ट्रायल गरिरहेको छ नि त्यसले पनि सिकाउनु पर्ने हो कि राम्ररी बसाएर कि यस्तो यस्तो हुन्छ यस कुराहरू चाहिँ फलो गर्नु भनेर अनि जति पनि यो स्पोर्ट्स लभरहरू छन् होइन स्पोर्ट्समा आउने क्रिकेटमा फुटबलमा आउने ती अलिक अब सानसाना भाइ बहिनीहरू हुन्छ नि त उनीहरूको लागि चाहिँ के छ तपाईँको मेरो के छ नेपालमा फ्युचर छ छैन नेपालमा फ्युचर छ त्यो त अब फ्युचर हुने नहुने त्यो त आफूमा भयो नि त तर मलाई लाग्छ कि राम्रो छ सबैभन्दा इम्पोर्टेन्ट चाहिँ पेसेन्स हो होइन आत्तिनु भएन अब आजको भोलि रिजल्ट आउँदैन है एटलिस्ट 5 years 6 years चाहिँ देऊ होइन टाइम लाग्छ तर राम्रो त हुन्छ नि त आफूसँग चाहिँ लयल हो झुट नबोल होइन अब कतिजनाहरू हामीलाई पनि हुन्थ्यो नि त पहिला चाहिँ अब ट्रेनिङ जानु चाहिँ एकछिन बस्यो एक्जामलाई नि एकछिनमा भन्दा त्यो दिनै कट्थ्यो कि त्यस्तो चाहिँ नहुने होइन मेहनत गर्नु पर्यो मेहनत गरेपछि जे पनि हुन्छ कि त्यो फुटबल होस् अब फुटबलमा राम्रो छ नि साम्बा हेर्नु अहिले अस्ट्रेलियामा खेल्दैछ होइन ऊ राम्रो भएर त मेहनत गरेर त्यहाँसम्म पुग्यो नि त होइन पोसिबल छ नि त नेपालमा नभयो नि त विदेशतिर छ नि त होइन कतिजना प्लेयर मैले हाम्रो क्याप्टेन किरण च्याम्जन होइन अनि हाम्रो रोहित ठकुरी भन्ने नि हुनुहुन्छ उहाँ पनि कता बाहिरतिर खेल्नुहुन्छ कतिजना प्लेयर चाहिँ खेलिरहेको छ नि त होइन पछिल्लोसम्म धेरै राम्रो छ नि पनि धेरै राम्रो छ अहिले वर्ल्डले हामीलाई चिनिरहेछ अब मैले के भन्छु कि उसले मेरो लागि बोर्डले के गर्दैछ त्यो कुरा छोडेर मैले के गर्न सक्छु त्यो हेर्नु के होइन बोर्डले त गरेन होला ठिक छ बोर्डले गरेन भने के गर्नु त बोर्डकै भरोसा त बस्नु भएन नि त मसँग स्किल छ म राम्रो छु भने त म खेल्न सकेँ त अगाडि बढ्न सक्यो त यहाँ नभए विदेशको चान्स छ खेल्नु हायर गर्छ त त्यो कुरा चाहिँ अब लास्ट अप्सन यस्तो होइन कि म विदेश गएर बस्छु त्यहाँ गएर काम गर्छु त्यो होइन कि त्यहाँ गएर पनि खेल्नु सेम फिल्डमा हो ट्राई गर्छु कि खेल्नु त्यहाँ गएर कोचिङको केही गर्नु अब कतिजना हाम्रो जस्तो अस्ट्रेलिया गर्छन् नि त अस्ट्रेलिया गएर बरु त्यहाँ कोचिङको कुन लेभलहरू गरेर आउनु त्यहाँको स्किल कसरी त्यहाँ फुटबल चाहिँ कसरी राम्रो भइरहेछ किन त्यहाँको त हामीभन्दा त धेरै अगाडि छ नि त्यहाँको हरेक कुरा हामीभन्दा अगाडि छ तिमीलाई थाहा हुन्छ नि त हो फुटबलमा यसरी गर्ने हो यसरी गर्न सकिन्छ भने त्यो कुरा सिकेर नेपाल आउनु कुनै एकाडेमी खोल्नु त्यसमा त खुसी हुनुभयो नि त त्यही फिल्डमा इन्भेस्ट गर्न सक्यो नि त उसलाई आइडिया फिल्डमा होइन उसलाई इजी पनि हुन्छ ग्रोथ गर्नलाई अब एउटा फिल्डको मान्छे अर्को फिल्डमा इन्भेस्ट गरेपछि त उसलाई त सिक्नै 2-3 वर्ष लाग्छ त्यसले गर्दा त्यो बाहिर गएर चाहिँ बरु त्यहाँको कुराहरू सिकेर चाहिँ बरु नेपालमा आयो त्यो चाहिँ राम्रो अनि यो फिनालेमा पुगेर एउटा गेम हार्दा चाहिँ कस्तो एक्सपिरियन्स हुँदो रहेछ त अब फाइनलमा अब हामीहरू राम्रो खेलेनौँ जुन हिसाबले खेल्नु पर्थ्यो जुन हिसाबले जुन हामी खेलेर आइरहेको थियौँ फाइनलसम्म त्यसमा चाहिँ सानो सानो गल्तीहरू मैले सुरुमै भनिसकेको थिएँ इन्टरभ्यूमा कि जित्नको लागि चाहिँ के गर्न सकिन्छ भने चाहिँ एउटा त हाम्रो डोमेस्टिक प्लेयरले पर्फर्मेन्स गर्नु पर्यो है नम्बर 2 चाहिँ हामीले चाहिँ मिस्टेकहरू कम गर्नु पर्यो त्यो लुमिनल मिस्टेकहरू गरेन हामीले मिस्टेकहरू गऱ्यौँ त्यति मात्रै फरक हो मेबी अब त्यही हो जसले गल्ती कम गर्छ जित्ने त्यसैले नै हो कुनै दिन अब यो कतिको लकले चाहिँ कतिको फेभर गर्छ यस्तो गेमहरुमा लकले नै
फेभर चाहिँ गर्छ, नगर्ने होइन टसहरूले नि त्यो हुन्छ। अब टस जितेकै हामीले हाम्रो टार्गेट चाहिँ एटलिस्ट एउटा टार्गेट राम्रो टार्गेट दिएपछि चाहिँ हामीलाई नि सजिलो हुन्थ्यो भने तर त्यो 85 को टार्गेट चाहिँ अब मलाई लाग्दैन कि त्यो एउटा राम्रो टार्गेट हो T20 मा। त्यसले गर्दा अब गल्ती गरेछौँ, एक दुईवटा गल्ती गरेछौँ, त्यो गल्तीले चाहिँ अब नेक्स्ट टाइम म्याचमा चाहिँ त्यस्तो नेक्स्ट टुर्नामेन्टमा त्यस्तो गल्ती नहोस् भनेर चाहिँ सिक्यौँ त्यहाँदेखि नै लेसन भयो। फाइनलमा आएर चाहिँ हामीले चाहिँ यसरी चाहिँ नगर्नु पर्दो रहेछ भन्ने चाहिँ थाहा पाएँ। अब हाम्रो नेक्स्ट उता वर्ल्ड कप छ होइन? हजुर। कहिले हो त्यो? फेबमा हो। कता इन्डियामा हुँदैछ? मुम्बईमा। ओके, त्यसको लागि पनि तपाईँलाई एकदम शुभकामना छ है। थ्याङ्क यू। क्रिकेटको जर्नीलाई यसरी नै अगाडि बढाउँदै एउटा कोच क्रिकेटको एउटा तपाईँले चाहिँ इन्स्टिट्युटै खोल्यो अरे होइन भनेपछि सुन्न पाउँछ चाँडै त होइन, अब त्यो त रिटायरमेन्ट पछि नै होला होइन। त्यो पनि 5 वर्ष 10 वर्ष 2 वर्ष होइन त्यो पनि छ एउटा प्लानमा। त्यो प्लान राम्रो गर्नुपर्छ। आफूले सिकेको कुरा नि सिकायो त्यो त त्योभन्दा ठुलो कुरा त के हो नि मेरो लागि एक यो जीवनमा होइन आफूले सिकेको कुराहरूलाई सेयर गर्न सक्नु त्यो चाहिँ प्लानमा छ मेरो नि। भनेपछि ल ठिक छ त, आज अब यो हाम्रो स्टुडियोमा आउनुभयो होइन। बाँकी फर्दर केही भन्नु छ तपाईँलाई अब स्पोर्ट्सको बारेमा? हाम्रो केही छैन, अब स्पोर्ट्समा अब जतिजनाले अब माया गरिरहेछन् मेरो चाहिँ त्यही हो कि माया गरेर त्यसरी माया गर्नु। गेम चाहिँ अब कहिलेकाहीँ हार जित भइरहेको छ होइन, त्यसको लागि चाहिँ हाम्रो प्लेयरलाई चाहिँ गाली नगर्नु, माया गर्नु। अब मैले फिल गरेको कुरा चाहिँ यो राम्रो गर्दा गर्दा कहिलेकाहीँ नराम्रो हुन्छ है। अब कतिजनाले चाहिँ त्यसमा नेगेटिभ कमेन्टहरू नि गर्छन् कि गाली धेरै गर्ने बानी छ के, ट्रेन्डै भइसक्यो गाली। त्यो नेगेटिभ कमेन्टहरू गाली भनेर नेगेटिभ कमेन्टहरू गर्छन् कि। अब नेगेटिभ कमेन्टहरू यस्तो होइन कि अब जसले पनि हेर्छ नि त सोसियल मिडियाले, जसले नि युज गर्छ जसले नि गरिहाल्छ। त्यो हेर्दाखेरि चाहिँ नमजा लाग्दो रहेछ क्या। त्यो मलाई कस्तो फिल हुन्छ कि त्यति बेला चाहिँ जब नराम्रोको बेला चाहिँ उसको साथ देऊ भन्छु कि मैले। डाउनफल गराइन्छन् कि त्यो गालीले चाहिँ डाउनफल हो। अब मेरो नराम्रो भयो अरे, मेरो नराम्रोको बेला चाहिँ मेरो साथ दिनु पर्यो कि हो, राम्रो गर खोजेको हामीले त्यो हो के। हो, खोजेको त त्यो हो नि त। तर उल्टो भइदिन्छ, यहाँ उल्टो हुन्छ। नराम्रोको बेला यति गाली गर्छन् कि त्यो त्यसको अरे यार त्यो फ्रस्ट्रेट भइरहेको हुन्छ नि त, स्याड भइरहेको हुन्छ। त्यसमा त्यो आउँछ नेगेटिभ त्यो भाइब्स नेगेटिभ एनर्जी आउँदाखेरि चाहिँ एकदम लो फिल हुन्छ कि जसलाई जुनै पनि फिल्डमा। तर ठिकै छ, त्यो उसलाई पनि आश हुन्छ। हो हो। अब त्यो पनि भन्छु कि मैले, उसले त सोचिरहेछ कि उसले त्यो हेर्दैन कि अविनाश खेल्दैछ, उसले त के हेर्छ नेपाल खेलिरहेछ। सही कुरा हो, त्यो हो नि त। नेपाल जितोस् भन्ने चाहन्छ नि त उसले नि। इन्डिभिजुअलमा गएको हुँदैन, त्यो टिममा गएको हुन्छ कि। त्यो सबै कुरा अब ठिकै छ, अब के गर्ने त अब भनेर चलिरहेछ। ठिक छ त्यसरी नै। अनि यो नेपालको हाम्रो कलाकारिता क्षेत्रमा चाहिँ के सुझाव सल्लाह छ तपाईँको स्पोर्ट्समा हुने व्यक्तिहरूले चाहिँ होइन हाम्रो यो म्युजिक फिल्म इन्डस्ट्रीमा नेपालमा चाहिँ कतिको इम्प्रुभनेस देखिरहनु भएको छ? कतिको हेर्नुहुन्छ तपाईँ मुभीहरू? हेर्छु मैले। नेपाली मुभी नि हेर्छु, नहेर्ने होइन। हजुर, बढी चाहिँ हेर्दिनँ, अलिअलि हेर्छु। सिरिजहरू चाहिँ बढी हेर्छु मैले। तर राम्रो छ, अब हाम्रो एनपिएलको बेला पनि कति कलाकारहरू आइराख्नु भएको थियो होइन, सपोर्ट गरिराख्नु भएको थियो क्रिकेटलाई होइन। मलाई लाग्छ क्रिकेटले नि कलाकारलाई चाहिँ सपोर्ट गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। त्यो कुरा चाहिँ कलाकारहरू पनि धेरै मैले त्यो हेर्न पाएको देख्छु। हाम्रो ग्राउन्डमा आएर धेरै नै सपोर्ट गर्नुभयो हामीहरूलाई। अब चाहिँ अब पालो हाम्रो पनि आउँछ होइन, हामीले नि उहाँलाई सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। राम्रो छ मुभीहरू अहिले जुन पहिला हुन्थ्यो, अहिले त्यो हिसाबले अलिकति बढेर आएको छ होइन। अहिले चाहिँ एकदमै राम्रो मुभी आएको छ। तर मलाई चाहिँ पहिलाको मुभी चाहिँ म राम्रो लाग्थ्यो होइन। अनि ठिकै छ, राम्रो भइरहेछ, राम्रो गरिराख्नु भएको छ। यसरी नै अब खास भनेको उहाँले पनि चिनाउने हो नि त देशलाई त, किन हामीले त क्रिकेटले त के गर्छ खेल्ने ग्राउन्डमा, तर उहाँले त पुरा नेपाल देखाएको हुन्छ नि त मुभीमा। त्यसले गर्दा चाहिँ मेबी अरू बाहिरको टुरिस्टहरू आउन सकिन्छ कि होइन, त्यसले गर्दा राम्रो हुन्छ त्यो चाहिँ। गुड। त ठिकै छ, आफ्नो व्यस्तता टाइम हुँदा पनि आइदिनु भयो होइन। अब फेरि हामी चाँडै नै अर्को एउटा केही एपिसोड हाम्रो टिमै ल्याएर होइन हुन्छ त्यसरी गर्नेछौँ ल। आज लागि एकदमै शुभकामना। थ्याङ्क यू, बेस्ट अफ लक। थ्याङ्क यू। प्रिय दर्शकबिन्दहरू, तपाईँहरूलाई हाम्रो कार्यक्रम चाहिँ कन्टिन्यू हेर्न मन छ भने हाम्रो युट्युब च्यानल म्याक्स इन्टरटेनमेन्ट हाउसलाई सब्सक्राइब गर्नुहोला अनि लाइक, कमेन्ट र सेयर गरी बेल आइकन पनि थिच्न नभुल्नुहोला। धन्यवाद।